जर्कलेन नमस्ते, म मनोज खड्का हजुरको लागि एउटा मिठो कविता वाचन गर्न चाहन्छु। कविताको शीर्षक छ घाम। ऋतु चाहिँ छ अस्ताउन लागेको घाम झाइ, के भएको जिन्दगी गर्न लागेको घाम झाइ। घाम जस्तो चम्किलो जुन हुँदैन, मनभित्र लागेको चोट किन निको हुँदैन। संसार सारा उज्यालो दियो घामले, मनमा चोटा आँखाभरि आँसु दियो जिन्दगीले। आँखाबाट आँसु पुग्दै एकान्त न्यानोपन तातो दियो घामले त। पृथ्वी गोलो छ भनी घाम घुमिरहन्छ, त्यसैले त दिन रात भइरहन्छ। घाम छिप्यो बादल आकाशमा, कुनै बेला आँसु बग्यो यो दुखीको आँखामा। कुनै बेला घाम झै उज्यालो दियो बल्नेछ, आमा बाबा भगवानले दिएको आशीर्वाद लाग्नेछ। आमा बाबा भगवानले दिएको आशीर्वाद लाग्नेछ। दर्शक महानुभावहरू, यो कविता कस्तो लाग्यो लाइक सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि मिठो कविताको वाचन साथ आउने नै छु। आजका लागि बिदा हुन चाहन्छु। हस्त नमस्कार।